जय बाबा विश्वकर्मा। भोलि पूजा गर्ने साइत कतिखेर छ, कसरी पूजा गर्ने एउटा भिडियो ल्याउनु पर्यो गुरुज्यू भनेर मलाई धेरैवटा मेसेजहरू आयो। भोलिको लागि साइत कतिखेर, राम्रो राम्रो साइत कतिखेर छन्। हुन त दिनभरि विश्वकर्माको भोलिको दिन हो, पूजा गर्ने दिन, तर विशेष साइत कतिखेर छ, कसरी कसरी पूजा गर्दा ठिक हुन्छ, त्यो विषयमा केन्द्रित भएर म भिडियो ल्याइरहेको छु। हजुर यदि कुनै गाडी घोडा मेसिनरी सामानहरू चलाउँदै हुनुहुन्छ, भोलि पूजा गर्ने दिन हो, हजुरहरू त्यस्ता व्यक्तिहरूलाई यो अत्यन्तै उपयोगी भिडियो हुनेछ जो गाडी घोडा मेसिनरी सामानहरू चलाउँदै हुनुहुन्छ। हजुरहरूले ध्यानपूर्वक हेर्नुहोला। र 2082 साल 6 महिना 1 गते असोज विश्वकर्मा पूजाको दिन पक्कै पनि हजुरहरूले आफ्नो गाडी आफ्नो मेसिनरी सामानहरूलाई पहिला त धोई पखाली गर्नुपर्छ। शुद्ध स्थानमा राखेर मेसिनरी कल कारखानाहरूमा, जस्तै कि तपाईँको चाहिँ बाइक हुनसक्छ होइन, गाडी हुनसक्छ, यी विभिन्न कुराहरू जुन हजुरले जसबाट आफ्नो कर्महरू गरिरहनु भएको छ, टाढा पुग्ने मेसिनरी सामानहरू भए अथवा कुनै पनि प्रकारका त्यस्ता हात हतियार भए, मेसिनरी सामान भए, त्यो पूजा भोलि मजाले तिनीहरूको पूजा चाहिँ गर्नुपर्छ। अब यसमा म एकदमै छोटकरीमा भन्छु, पूजा गर्ने विधि के हो त। सबभन्दा विश्वकर्मा भनेको के हो त भन्दाखेरि, सामान्य नेपाली शब्दमै अर्थमा बुझ्दाखेरि विश्वले कर्म गर्न, कर्मको देवता भनौँ न, कर्म गर्ने देवता। अब के पर्छन् त भन्दाखेरि विभिन्न सरसामग्री, कर्म गर्नलाई उपयोगी सामग्रीहरूको पूजा गर्ने दिन भनेर पनि भन्न सकिन्छ। अब हजुरहरूले यो पूजा गर्दै गर्दा एउटा मन्त्र चाहिँ उच्चारण गर्दै गर्नु होला। ओम विश्वकर्मणे नमः, मैले माथि लेखिदिएको छु। यो मन्त्र उच्चारण गरेर पूजा गर्नु होला। अब चन्दन फूल अक्षता भेटी पाती हैन, नैवेद्य फलफूल आदि वस्त्र कपडा रिबिनहरू के छ तयार पार्नुपर्ने समग्र सामग्रीहरू पूजा पसलमा गएर तपाईले लिनुभयो भने त्यहाँ प्राप्त भइहाल्छ। पहिला गाडीलाई धोई पखाली गरेर आफ्नो मेसिनरी सामानलाई धोई पखाली गरेर शुद्ध पार्नु पर्दछ। त्यसपछि त्यहाँनिर गङ्गाजलहरू घरमा छन् भने गङ्गाजलहरू छर्नु पर्दछ। अनि चन्दन फूल अक्षता धूपपातीहरूले त्यही गाडीमा पूजा गरेर, यदि मेसिनरी सामान जुन स्टार्ट हुन्छन् भनेदेखि त्यस्ता बाइक गाडीहरूलाई स्टार्ट गरेर पूजा गर्दा अत्यन्तै राम्रो मानिन्छ। त्यसै गरी धूप दीप नैवेद्यहरू सबै कुरा चढाएर, अनि हजुरहरूले धूपम दीपम गरेर नैवेद्यहरू चढाएर नरिवल फुटाएर त्यो नरिवल चाहिँ छर्किन सक्नुहुन्छ। गाडीको लागि एउटा बलि दिन सक्नुहुन्छ, एउटा नरिवलको बलि। पक्कै पनि त्यो बलिले दिँदाखेरि आफ्नो एक्सिडेन्ट कहिल्यै नहोस् भनेर विशेष गरी नरिवलको पानी गाडीलाई चढाइने गरिन्छ फुटाएर। त्यसै गरी अब कपडाहरू रिबनहरू लगाएर स्वस्तिकहरू ओमहरू लेखिदिनुपर्छ गाडीमा। त्यसपछि ओम विश्वकर्मणे नमः भनेर कपुर छ भने कपुर, नभए धूप अगरबत्ती, विशेष गरी धूप बाटेको धूप चलाउँदा राम्रो। अनि भिजाएका बत्तीहरूले ओम विश्वकर्मणे नमः भनेर बाबा विश्वकर्माको स्वरूप मानेर आफ्नो विभिन्न हात हतियारहरू, आफ्ना चाहिँ कल कारखानाहरूलाई तपाईँले आरती गर्नुपर्दछ। र त्यसपछि गएर अनि यदि गुरु बोलाउनु भएको छ भने गुरुलाई टीका लगाइदिनु पर्दछ। नभएदेखि कन्या छोरी चेलीहरू, कोही हजुरहरूको चाहिँ विश्वकर्माको पूजा गर्दै गर्दा मेसिनरी सामान धेरैजना काम गर्ने साथीहरू हुनुहुन्छ हैन, मित्रहरू हुनुहुन्छ, उहाँहरूलाई पनि यसो टीकाहरू लगाइदिएर 2 पैसा दिनुपर्दछ, मिठाईहरू खुवाउनु पर्दछ। र यस्तो प्रकारले सकभर हजुरहरूले चाहिँ भोलि विश्वकर्माको दिनमा समस्त मेसिनरी सामानहरू गाडी घोडाहरूलाई सकेसम्म यदि पूर्ण रूपमा विश्राम नै दिनुपर्छ भनेर भनिएको छ। नचलाउने, त्यो दिन चाहिँ हरेक कुराहरूबाट विश्राम लिने पनि भनिन्छ। अब विधिवत गर्दाखेरि यो त सामान्य तरिकालाई भयो, विधिवत गर्दा पनि कसरी गर्ने त भन्ने कुरा पनि हुन्छ। विधिवत गर्नलाई चन्दन फूल अक्षता धूप पाती हैन, एउटा अग्नि स्थापना विधिद्वारा अग्नि उठाएर होम आदि गरेर पूर्ण विधिले पनि त्यसरी गर्न सक्नुहुन्छ। चन्दन फूल अक्षता जौ तिल अनि घिउ आदिले होम चरुहरू बनाएर होम गर्ने संविधाहरू ठिक पारेर, अनि अग्नि स्थापना विधिद्वारा गुरुहरूलाई बोलाएर पढाएर पनि विस्तारमा विश्वकर्मा बाबाको पूजा गर्ने तरिका छ भनेदेखि अब कुन तरिकामा हजुरहरू जान सक्नुहुन्छ, आफूलाई सहज हुने तरिकाहरू अपनाउनु होला। अब भोलि कतिखेर साइत छ त भन्ने कुरा पनि छ। त्यसकारणले भोलिको लागि सर्वोत्कृष्ट समय कतिखेर छ भने त विश्वकर्माको पूजा जतिखेर गरे पनि हुन्छ, तर पनि बिहान 5:50 देखि उता 7:22 सम्म एकदमै राम्रो
लाभ बेला छ त्यो बेलामा तपाईहरुले चाहिँ विश्वकर्माको पूजा आफ्नो सरसामग्रीको पूजा गर्न सक्नुहुन्छ बिहान 7:22 सम्म 5:50 देखि। ओके, अब उता दोस्रो पूजाको सायद त्यसपछि पनि राम्रै छ। 7 देखि उता भनौँ न 7:22 देखि उता गएर 8:54 सम्म अमृत बेला छ। भोलि सकभर 8:54 भित्रैमा हजुरहरूले पूजा गरिसक्दा चाहिँ राम्रो हुन्छ। यदि 8:54 सम्म पूजा गर्न भ्याउनु भएन भने 10:26 बिहानको समयसम्म चाहिँ पूजा नगर्नु होला। त्यो बेलामा चाहिँ काल बेला छ। 10:26 को समयमा चाहिँ काल बेला छ। यो बेलामा चाहिँ पूजा नगर्नु हुन पनि अनुरोध छ। त्यसपछि 10:27 देखि उता 11:58 सम्म हजुरले पूजा गर्नु होला। 11:58 सम्म चाहिँ गरिसक्नु होला भन्न चाहन्छु। त्यहाँदेखि उता पनि रोगको बेला छ। त्यसकारणले गर्दा सक्नुहुन्छ भनेदेखि बिहान 5:50 देखि 8:54 सम्म सायद छ, हेर्नै परेन। 8:54 सम्म पनि पूजा गर्न भ्याउनु भएन भनेदेखि तपाईले पक्कै पनि 10:27 बिहानको समयमा त्यो बेलादेखि 11:58 को समयभित्रमा चाहिँ पूजा समाप्ति गरिसक्नु पर्नेछ। अरु यस विषयमा केही कुराहरु तपाईलाई जानकारी छैन, तपाई कुनै गाडीहरु लिन चाहदै हुनुहुन्छ भने पनि यो बेलामा के गर्दा ठीक हुन्छ, मलाई कुन रङको गाडी ठीक हुन्छ, मैले लिने कि नलिने, यो वर्ष मेरो लागि गाडी घोडाहरु किन उपयुक्त छ कि छैन भन्ने कुराहरु, यावत कुराहरु, व्यक्तिगत कुराहरु तपाईले हेराएर पनि गर्न सक्नुहुन्छ। विभिन्न विज्ञ ज्योतिषीसँग सल्लाह लिन सक्नुहुन्छ। हजुरले मकहाँ पनि आएर त्यो कुराहरु हेराउन सक्ने इच्छा भए सक्नुहुन्छ। माथि दिएको स्क्रिनको नम्बरमा हजुरले ज्योतिषीय परामर्श लिन चाहेमा हजुरलाई पनि म स्वागत गर्छु। ओके, धन्यवाद सम्पूर्णमा। राधे राधे। अनि कमेन्टमा ओम विश्वकर्मणे नमः अथवा राधे राधे चाहिँ लेख्न नबिर्सिनु होला। जय श्री राधे।